नमस्कार सबैजनालाई। म राजेश राई भरिटरी, हाल साउदीमा ड्राइभरको काम कार्यरत। म खासमा के भन्न आएको भने आज म फेसबुकमा भिडियोहरू हेर्ने क्रममा एउटा भिडियो मेरो स्क्रिनमा आयो। त्यो भिडियो स्किप गरौँ कि भन्ने भयो, त्यही पनि हैन एकपल्ट हेरिहालौँ न के भन्न खोजेको रहेछ भन्ने हिसाबले मैले त्यो भिडियो हेरेँ। मलाई चाहिँ कता कता हो कि जस्तो लाग्यो, किनभने म खासै त्यस्तो राजनीतिमा चासो पनि राख्दिनँ हुनाले पनि मलाई चाहिँ कस्तो कस्तो लाग्यो बा हो कि भन्ने टाइपको। हामी पृथ्वीमा सबैभन्दा विवेक चेतनशील प्राणी भनेर बुझिन्छ, सही गलत छुट्याउनु पर्ने। यो भिडियो हेर्नु होला र अन्तमा म केही शब्द पनि भन्नेछु तपाईहरुको लागि। एकछिन चुनाव सकियो, उत्साहित हुनुहुन्छ हैन आफ्नो नेतालाई जिताएर हो। अब एकैछिन है, ध्यान दिएर सुन्नु होला। तपाई सबैको हातमा एउटा मोबाइल छ हैन? मोबाइलमा गुगल खोज्नुस् र त्यो गुगलमा नेशनल अमेरिकन फ्रीडम पार्टी भनेर खोज्नु होला है, वा अमेरिकन नेशनल फ्रीडम पार्टी भनेर सर्च गर्नुस्। के भेट्नुहुन्छ? यही भेट्नुहुन्छ। अब यसलाई अमेरिकन हटाइदिनुस् र नेपालीमा रूपान्तरण गर्नुस्। के भयो? राष्ट्र स्वतन्त्र पार्टी। दिमाग खोल्यो? अझै पक्नुस्, अझै नजानुस्। त्यहाँ तपाईले खोजेको गुगलमा एउटा चिन्ह छ, एउटा फोटो छ, त्यसलाई क्लिक गर्नुस् त। हो, अब तपाईले दिएको भोट जुन छापमा दिनुभएको छ नि, त्यो छापको घण्टी भेट्नुभयो? बस अब बुझ्नुस् तपाईले कसलाई भोट दिनुभयो र यो पार्टी कहाँबाट निर्माण भएको हो। अझै खुलाउँछु विस्तृत, यति हेरिसक्नुभयो, अझै अब पक्नुस्, अझै म बुझाउँछु। अब नीलो क्रान्ति भनेर खोज्नुस्, गुगलमै खोज्नुस्, अम्बेडकरवादी भनेर खोज्नुस्, उनीहरूको कलर हेर्नुस् र तपाईले भोट दिएको तपाईका नेताले जुन गम्छा लगाएका थिए, यहाँ यो जुन स्तरी बाँधेका के झा हुन्, जनकपुरबाट जितेका मनिष झा, स्तरी नीलो जुन बाँधेका थिए नि, त्यो कलर तपाईले गुगलमा खोजेको नीलो क्रान्ति वा अम्बेडकरवादी को कलर खोज्नुस् र मिलाउनुस्। अब बुझ्नुस् तपाईले कसलाई भोट दिनुभयो। यति मात्र हैन, पक्नुस्। अब अम्बेडकर पनि एउटा हिन्दू परिवारमा जन्मिएर जब ऊ उच्च पदमा गए, त्यसपछि उनले आफ्नो धर्म सनातन हिन्दू धर्म त्यागेका थिए र उनी चाहिँ अब म बौद्ध भए भनेर प्रचार गरेका थिए। जबकि उनले खोलेका त्यो धर्म परिवर्तन गराउने फ्याक्ट्री खास हिन्दूहरूलाई, अझै पिछडा वर्गलाई, हाम्रो शूद्र दाजुभाइहरूलाई, देवी देवतालाई गाली गर्ने, हिन्दू धर्मलाई गाली गर्ने, बाहुनहरूलाई स्पेशली गाली गर्ने, मार्ने काट्ने धम्की दिने खास त्यो फ्याक्ट्री हो। त्यो अम्बेडकरवादीले बनाएको फ्याक्ट्री, त्यो नीलो क्रान्ति, त्यो नीलो कलर, यो अम्बेडकरवादीको फ्याक्ट्री हो। यो पार्टी अमेरिकन नेशनल फ्रीडम पार्टी को कपी ब्रान्ड हो। घण्टी यहाँ हाम्रो मन्दिरको घण्टी होइन, अब बुझ्नुभयो नि। अब यो घण्टी कहाँको हो? अब अमेरिकन नेशनल फ्रीडम पार्टीले त पक्कै पनि मन्दिरको घण्टी राखेको छैन होला आफ्नो चुनाव चिन्ह। अब बुझ्नुभयो तपाईको घण्टी कुन घण्टी हो। अझै पक्नुस्, अझै पुरा सुन्नुस्। हिजोसम्म कमसे कम कम्युनिस्टै नेता भए पनि यो गम्छा चाहिँ भगवा कलरको लिएर चुनाव माग्न जाँदै थिए। यो चुनावमा त्यो परिवर्तन हेर्नुभयो? नीलो कलरका गम्छा लिएर गए तपाईका समाजमा। हाम्रा मन्दिरहरू हेर्नुस्, यस्ता मन्दिरहरू भगवा कलरमा, हरेक झण्डा होस् या भवन होस्, भगवा कलरले रंगिएका छन्। अब एउटा त चुनावमै देखिहाल्नुभयो होला, एउटा मन्दिर नै नीलो कलरले पेन्ट गरिसके यिनले चुनावकै अवधिमा, नजितिन्जेलसम्म। सोध्नुस् अब तपाईको मन्दिर पनि यदि नीलो कलरले रंग रोगन गरिदियो भने कस्तो हुन्छ होला तपाईहरुलाई। यो नीलो क्रान्ति के हो? अझै एकजना बच्चा भर्खर यो बच्चा पाउनु भएका एकजना लेडिज हुनुहुन्छ नि, रासोपाकै उम्मेदवार, सबभन्दा पहिले जित्ने, नाम मलाई थाहा भएन, उनको एउटा पुरानो भिडियो हेर्नु होला। उनले ठ्याक्कै त्यो भारतमा भएको अम्बेडकरवादीले बोल्ने भाषा र शैलीमा अब देशमा नीलो क्रान्ति हुनेछ र देश नै नीलोमय हुनेछ भनेर उनले भनेका छन्। ध्यान दिएर त्यो भिडियो खोजेर हेर्नु होला। बुझ्नुभयो भगवा भर्सेस नीलो कसरी भयो? हिजोसम्म तपाईँ हाम्रो हरेक मठ मन्दिरहरू गेरुवा कलरमा हुन्थे भने अब नीलोमा हुन केही बेर लाग्दैन। अझै पक्नुस्, अझै तपाईका साथीहरूलाई थाहा छैन होला, पाहाडतिर गएर हेर्नुस् त, जुन गाउँमा जुन समाजमा तपाईले नीलो छाप्रो भएको देख्नुहुन्छ नि, टिन लगाएका घरहरू भवनहरू, त्यहाँ गएर सर्च गर्नुस् न, त्यहाँ सबै तपाईले क्रिस्चियनहरू पाउनुहुन्छ। टोटल नीलो घर बनाएका जति छन् नि, त्यहाँ क्रिस्चियनहरू भेट्नुहुन्छ। अस्ति त एउटा नेपाली सनातनी दाजुभाइहरूले एउटा गाउँ नै त्यस्ता भत्काएर खाली गरेका छन्। सोध्नुस् तपाईको यो गेरुवा वस्त्र हटाएर नीलो वस्त्र लगाउने तपाईको धर्मको संरक्षण गर्लान् त? अब हेर्न यति बाँकी छ। ठिक छ, बहुमत त दिनुभयो, मैले त दिएन, म फेरि भन्दैछु, म यसमा कुनै डाउटफुल छैन, मेरो धारणा सोझो छ, सिधा छ। म जबसम्म हिन्दू राष्ट्र हुँदैन, हाम्रो राजा गद्दीमा बस्नुहुन्न, म कसैलाई भोट दिन्न। घण्टीलाई मात्रै होइन, कसैलाई दिन्न, आजसम्म दिएको पनि छैन। त्यही भएर म यसमा एकदम अडिग छु। तपाईहरुले भोट दिनुभयो नि, अब तपाईहरुको कर्तव्य छ हाम्रो समाज यो गेरुवा वस्त्रको प्रभुत्व हुने हो कि नीलोमा तपाईहरु बग्ने हो। भोट दिनुभयो, तपाईको काम सिद्धियो।
तपाईँका नेताले अब गेरुवा गराउने हुन् कि निलो गराउने हुन् त्यो हेर्दै जानुहोस्। यदि गेरुवा नै गराउने भए ठिकै छ, धन्यवाद छ तपाईँहरूलाई। तर यदि निलोमा परिणत गर्न खोजे, विरोध गर्ने पनि तपाईँ नै आउनुपर्छ आफ्नो संस्कृति बचाउनलाई। ध्यान दिनु होला दाजुभाइहरू, विचार गर्नु होला। र हिन्दू सनातनी साथीहरू, फेरि म भन्दैछु, एकजुट हौं। अभिषेक जोशी हार्नुभयो, धेरै दुखी छु। ज्ञानेन्द्र शाही जित्नुभयो, धेरै खुसी छु। अब सम्पूर्ण सानातिना दुर्गा प्रसाद दाजु पनि छुट्नुभयो, त्यसकोमा धेरै खुसी छु। सम्पूर्ण यो अब हिन्दू सम्राट सेना, नेपाली जनता दल, यस्तै सानातिना स्वतन्त्रहरू, स्वतन्त्र युवाहरू, सबै हिन्दू सनातनी, अर्थात् हिन्दू सनातनी भनेको बौद्ध प्लस किराँती प्लस हिन्दू इक्वल टु सनातनी हाम्रो नेपालमा। यिनी सबै एकजुट भएर अब बेला आएको छ। बालेन शाहबाटै तपाईँ हाम्रो अब आफ्नो मूल माग, देशलाई हिन्दू राष्ट्र गराउने यो माग लिएर अगाडि सार्नुपर्छ र बढ्नुपर्छ, एकजुट हुनुपर्छ। जय देश, जय नरेश। हिन्दू राष्ट्र नेपालको जय होस्, सनातन धर्मको जय होस्। भिडियो सबैले जनाले हेर्नुभयो होला, भिडियो कस्तो लाग्यो। अनि होइन, उहाँले भनेको कुरो 100मा 100% सही छ भन्ने पनि होइन र सपोर्ट गर्नुपर्छ भन्ने पनि छैन। यो अलिकति बढाइ चढाइ गरेर बोल्ने कुरो हो। म राजनीति विषयमा खासै इन्ट्रेस्ट नराख्ने मान्छे, त्यही पनि बोल्न बाध्य भइन्छ यस्तै भिडियोहरूको कारण। होइन, घन्टी चिन हुन बित्तिकै अमेरिका नै हो भन्न त मिलेन। त्यस्तो त अब तपाईँको गुगलमा सर्च गर्दै जाँदा काङ्ग्रेसको मिल्ला, एमालेको मिल्ला, होइन हलोको मिल्ला, अरू विभिन्न पार्टी छन् उनीहरूका मिल्ला। मिल्दैमा यो कुरो 100% उनीहरूसित उनीहरूकै सिद्धान्तमा चल्छ भन्ने होइन। त्यही पनि अब अलिकति अतिरञ्जित तरिकाले बढाइ चढाइ गरेर जुन यो गरिन्छ, यो विषयमा चाहिँ अलिकति मैले बोल्न मात्रै खोजेको। कस्तो लाग्यो लाइक कमेन्ट गर्नु होला।